6:15. It's early in the morning from my house. And good morning to you all. Welcome back to my channel once again. I know. अनि अब अहिले चाहिँ एकदम early in the morning. Just अहिले मात्र उज्यालो भएको छ. अनि चिसो चाहिँ 3 दिन जति भयो. एकदम धेरै चिसो परिसक्यो हैन. एकदम बिहानै अब यस्तो तुहानो लागिरहेछ. हिजोको मौसम हिजो दिनभरि नै घाम लागेन हैन. सो यस्तै घाम लाग्नु चाहिँ धुमिएर एकदमै धुमिरहेको छ. अनि सो म बढी कुरा पनि गर्न चाहन्न. म चाहिँ बिहान उठ्नुको रिजन चाहिँ तपाईँ अलार्म लाएर उठेको न तपाईँ म सदा 7 बजी मात्रै उठ्ने आफ्नो होइन. अलार्म लाएर मात्रै उठेको. अन्त म चाहिँ के भने आज जस्ट भ्लग स्टार्ट गर्नुको लागि मात्रै उठेको. अनि म आज चाहिँ हाम्रो स्कुलको पिकनिक छ. सो हामी चाहिँ पिकनिकको लागि जाँदैछौँ. हाम्रो पिकनिक स्पोट भनेको चाहिँ लेक गाउँ रहेको छ. अनि हिजोको केही क्लिपहरू म यहाँ तपाईँहरू राखिदिएको छु. अनि आज विद्यार्थीहरूसँग पिकनिक जाने अनि यसलाई पनि मेमोरेबल बनाऊँ भनेर चाहिँ मैले भ्लग स्टार्ट गरेको छु. सो भिडियोको अन्तिमसम्म रहेर साथ दिनु होला है. अनि अब भ्लग अब काम पनि गर्नुपर्ने हुन्छ. प्रायःजस्तो चाहिँ म डिटेल भ्लग नै गर्नेछु. अनि ब्रस गर्न आएको छु अहिले चाहिँ होइन. त्यसो भिडियोको अन्तिमसम्म रहेर साथ दिनु होला. अनि यदि त तपाईँले मेरो भिडियोलाई फर्स्ट टाइम हेर्नुहुन्छ भने डोन्ट फर्गेट टु सब्सक्राइब है. लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला. सपोर्ट गरिदिनु होला है भन्दै खै त अनि सब्सक्राइब जहिले माग्छु सब्सक्राइबर है खासै पर्दैन. अन्त त्यति भन्दै अहिले चाहिँ सी है. जुन चाहिँ खासै घाम लाग्छ जस्तो चाहिँ छैन. बियर लाने होइन नि. बियर लानेको कुरा मात्रै भनेर ठुलो लाग्ने भरे त कसरी लाने भनेर सल्लाह गर्नु नि. बाबु आएर त हुँदैन नि हुँदैन. यहाँ फुटबल लभरहरू चाहिँ हाम्रो टिफिनमा चाहिँ यो पिकनिक जाने भोलि हो भने आज चाहिँ यसरी खेलिरहेछ फुटबल लभरहरू. यो सबै यहाँ खेल्ने चाहिँ ल फाइनली आयो गट रेडी है. भने अब त युनिफर्म पनि नलाउने कुरो भएको छ होइन. त्यही भएर हो ढेरी टोपी बाइक निकाल्नु जाँदैछ. ल गाइस अब चाहिँ लाग्यो है. अब यहाँबाट चाहिँ लाग्यो. यो लेक गाउँको हालत त्यसो हेर्दाखेरि चाहिँ आज निकै घाम लाग्छ कि जस्तो छ. चोर घाम चाहिँ बिहान लागिरहेछ होइन. अब हेरौँ कस्तो हुन्छ. यहाँबाट पनि हाम्रो निकुने एजरा 3 जना जानु पर्ने विद्यार्थीहरू छन्. अब खोइ जाडोले गर्दा हिँड्न सक्दैन होला भनेर बा पठाउनु हुन्न कि भन्ने कुरा पनि छ. हिजो कुरा त गरेको थिएँ मैले. अब हामीले पनि सम्हालेर लानु त लाने हो भनेर. अब के गर्नुहुन्छ बुझेर जानुपर्ने हुन्छ है गाइस. ल कनेरहरू पनि आइपुग्यो. नानीहरू एकदम एक्साइटेड देखिन्छ. के भयो गाडी जाने अरे होइन गाडी नि बेलुका सालै गएछ नि हो र. अनि कस्तो नबुझ्नु भएको तपाईँले बुझ्नु पर्दैन त हो र. यति साह्रो पठाउनु पाएको म त यस्तै जाने मैले. ठिक छ अन्ड्रेस भनेपछि जे लाउँदा भयो त. मैले त ट्राउजर लाएर हेर्नु ड्रेसवाला चाहिँ खोइ अरू विद्यार्थीहरू आएको छैन. यस्तो गर्छ क्या. मैले हिजै थाहा थियो नि यो कुरा त. यस्तै गर्छ नि हेर्नु 7 बजे न त. 7 बजी हिँडिसक्नुपर्छ. माथि सबै व्यवस्थाहरू माथि गरेर गएर एउटा खुकुरी त हौ पर्यो. सामानहरू पिकनिकको थुप्रिरहेको छ यहाँ. यो त्यो ब्यागमा के छ हौ यहाँ लाउँ होला हौ. त्यस्तो खालको ब्याग कसरी बोक्नु हो. त्यो ल्यापटपको अफिसियल ब्याग चाहिँ बोकेर त्यसमा लानु. यहाँ लगाउँ न. यहाँ झोला यो साउन्ड सेट लगाउँ. लाइटरहरू भएको छ नि अहिले गएर आगो बालिहाल्ने फेरि फर्स्ट जाँदा. ल लाइटर त्यही छ. लाइटरहरू त्यहाँ भएको छ. यो ब्यागको चाहिँ हालौँ. साउन्ड सेट पनि हालौँ.
हालिहाल्न थाल्नु ढिलो नगर्नु न भरे बेलुका त 3 बजी बिदाको तल ओह्राल्नु पर्छ यहाँ नि 4 बजी त ओह्राल्नै पर्छ है पर्यो 4 बजी बिदाको ओह्राल्नै ओह्राएर एकछिन डान्स गर्नु सर यो चाहिँ कहाँ बोक्नु झोला हाल तेरो झोला हाल न कहाँ बोक्नु हो एकजना विद्यार्थी चाहिँ बिरामी भएछ अब हामी यहाँ रेडी भइसक्यौँ होइन सत्यम सर र म चाहिँ अनि कमल सर चाहिँ एकचोटि माथि सामान पुऱ्याएर फेरि म चाहिँ आउँछु माथि गर्दै हुन्छ भन्ने प्लान भयो पिङ पनि फुकालेको रहेछ ल हामी चाहिँ यहाँ हाम्रो विराज दादाको घर छेउमा योपालि पिकनिक स्पोट चाहिँ मैले तपाईँहरूलाई भनेको पनि थिइनँ सामान एक चरण लिएर आइपुगिसक्यौँ हामी 4 जना चाहिँ दादा घर त अनि ठुलो परेछ त यार होइन सर दामी पनि रहेछ नि त यहाँबाट पो भ्यू त राम्रो देख्दाखेरि त तालको भ्यू होइन हाम्रो स्पोट चाहिँ यहीँतिर हो तर ठ्याक्कै कहाँ चुज गर्ने भनेर चाहिँ अब थाहा हुन्छ कसले अब बिहानै धुवा पनि त्यहाँ आइरहेछ घाम पनि लाग्छ कि जस्तो आवाज लाग्दो चाहिँ भएको छ हो यस्तो राम्रो ठाउँमा छ अनि गजब छ होइन लाग्यो होइन कस्तो दामी ठाउँ रहेछ हौ आमामा हेर्नु माथिबाट हेर्नु पनि त कन्ट्रास्ट सबै देखिन्छ हौ हुँदो रहेछ त लो सरले भिडियो चाहिँ खिच्यो हामी दुईजना भएको जम्मै सर यता हेर्नु यता यता हेरे प्रशान्ति यता मेरो पनि तपाईँ आफ्नो पनि निकाल्नु हामी अहिले भर्खरको यहाँ अब आइपुगेको मात्रै भर्खर हुँदैछ होइन तर दामी छ ठाउँ स्पोट राम्रो रहेछ यहाँबाट फेरि उता भ्यू हेर्नु न कस्तो दामी देखिएको सुन्दर 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 ठाउँ हेर्नु त घाम बिहानै भेट्दो रहेछ यस्तो मजाको ठाउँ रहेछ साला भन्ने कसले लेखाउनु भनौँ मलाई गुड लाग्यो है सर यो कुरा उमेश सरकै आइडिया हो यो त यो अति गुड लाग्यो है सर यो आइडिया अति राम्रो पालको निकाल्नु है सर घर त साह्रै दामी ठाउँमा पो रहेछ त यो कसको जग्गा हो घर अर्को एउटा पिकनिक स्पोट यति मात्रै पिकनिक स्पोट राखेर नि घर यताउता सबै बनायो भने यति राम्रो चल्छ यहाँ बिक्री दोकानै पनि चल्छ अब यहाँ राम्रो चल्छ एकदम मलाई पनि दादाको घर त घुम्नु मन लाग्थ्यो एकदमै ठुलो पनि रहेछ नि त अनि कम्ता खर्च गर्नुभएको रहेछ त यहाँ के चाहिँ ए टोइलेट जस्तो छ यो ब्याट्री हेर्नु न घर त दामी ल ल कौशला नि मन पर्यो अरे मलाई पनि मन पर्यो म खिचिरहेको थिएँ यसो गरी कौशला नि मन पर्यो अरे घर चाहिँ मलाई पनि साह्रै मन पर्यो पछि एक रात यहाँ आएर बस्नुपर्छ यो घर भन्दा नि यहाँनिर त ऊ हुन्छ नि त पछि त यो कटुस है सबले कटुस नै हो क्या हो यस्तो कटुस हुन्छ नि त कटुसै होला हो क्या हो उति छ होइन सर पक्का भएर घरि सोध्नु न अहिले ल हामी 3 जना चाहिँ यतिखेर अब मालमत्ता सरसामान यहीँ लेगाउँकै मागेको छौँ नि त सो तलबाट हामीले केही लिएको छैन एउटा चम्चीधरि लिएको छैन होइन सर अनि त्यसैको लागि हामी चाहिँ फेरि यहाँनिर हाम्रो दिनेश दाईको मम्मीको पनि फेरि आजै काम रहेछ अनि हामीलाई चाहिँ पुग्छ पुग्दैन अब त्यता पनि चलाउनु हुने होला भनेर बुझ्न प्लस ल्याउनको लागि हामी चाहिँ 3 जना जाँदैछौँ त्यतातिर तालमा चाहिँ एकदम बाफ अहिले पुरा देख्न सकिन्छ ब्युटिफुल
भ्यू होइन। यो चाहिँ हाम्रो आफ्नै ताल यहाँको स्थानीय यो के अरे गुदला बोजोला ताल हो। धेरैचोटि मैले यहाँको भ्लग पनि बनाइसकेको छु। बन्दाकोपी साग त चाहिन्छ नि, अहिले लानुपर्छ नि त्यो त। त्यो त पर मिसाउनु परेन हामीले, त्यो त चाहियो नि मलको लागि। खबर पर्दा यहाँ छिर्दा हुन्छ। ल यहाँबाट चाहिँ निकै राम्रो, यहाँबाट पनि देख्दो रहेछ है घर। यसको घरमा आएको छौँ। पारा के हो यति आउनु बाहिर होइन पत्र यहाँ आएको नि हामी यहाँ त साग चाहियो त हामीलाई 2-4 रुपियाँको साग दिने बेला भयो त हुन्छ 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 के गर्छ कता ए हाम्रो रविको सासू सुन्नु हाम्रो कृष्णको मिसेस मेरो फ्रेन्ड फेरि क्लासदेखि लिएर सबै अति नजिक मेरो ठुलाहरू तपाईँ जतिकै हेर्नु ऊ भनेको हाम्रो त तर म पनि चल्ने हेर्नु न आता घुना निस्क्यो कस्तो नि भदौदेखि चिमोटेको हिजोस्ती मक्छु कतिजनालाई पुऱ्याउनु मलाई पनि देऊ न पञ्चायतका पनि देऊ न त्यसो गएको त कोपी भने चाहिँ छ है कोपी छ ल ठीक छ बन्दा छ है बन्दा फुलको छैन यहाँ साग कस्तो छ राम्रो साग अब यस्तै भइगयो सबैको यस्तै छ हैन भन्दा लगभग 150 को साक्षी लगेर यहाँ किरायले रमफम छ नि अहिले बिहान बनाइदिउँ भनेको भन्ने मात्रै त्यो सोच्थ्यो हाम्रो चाहिँ अब सबैको चिमोटेको कस्तो छ जेठीहरु पनि छ पुरा गाई पालेको हैन हुन्थ्यो कि अहिले बिकेर यत्रोमा चिमोट्दा अब त त्यसो हो त्यसो पनि हो त हो के गरौँ जाऊ न निक्लिहाल्यो भयो चाहिने कुरा के छ कसो छ भरे अनि मुला रस किन सर काई नलियो है किन्नु पर्यो नि इबाट लानु चाहिँ ओके अहिले समेत चाहिँ के अरे यहाँबाट हुँदैन भन्ने जस्तो कुरा भयो अरे अलि बुझ्दा हुन्छ बुझ्दा यहाँबाट चाहिँ बुझिहाल्नु गर भनेर भनेको छ मलाई कालीबटुको समस्या त्यसो भयो भाटेकोमा सस्तो दिँदैछ के हिजेन्थ्रो होइन के को उताबाट उमेशर ल्याउने भइसक्यो समूहको हो अहिले फोन भइसक्यो बस ठिक छ हेरौँला उहाँ माथि सर छ नि देख्नु भएको छ कहाँ छ त्यो त चाइनिज स्टाइलले बनाएको रहेछ त त्यो मन्दिर यो हाम्रो के अरे ठ्याक्कै नाम बिर्स्यो फेरि ऊ हाम्रो के अरे विमल दाईको निर्मल यो कर आमा बोक्नु सकिन्छ क्या तर अनि कराई कतिवटा थियो तपाईँ होइन दुईटा भनेको गाउँमा पनि अब मुरुपुरो परेको छ अब चाहिने नै हो सानो चाहिँ लगेछ अहिले उसमा अनि ठुलो पुलाउको लगेछ जे अस्ति लगे साथीहरूले हामीले त्यो नि अरू भन्दा नि सुन्नु न मासु पकाउन योग्य हो यसो मिल्छ मासु पकाउनु पकाउनु के को मासु हो तपाईँको कुखुरा बोइलर हुन्छ बोइलर ल त्यसमा एउटा त्यो निकालेर छ त्यो निकालेर एउटा हो यहाँ सब किन छ खोसी त्यो हेर्नु न लिस्ट चाहिँ हेर्नु तपाईँ हेर्नु न म अलिक आँखा देख्दिनँ कि ल सामान चाहिँ दुःख सुख पुऱ्याइएको छ है हामीले यहाँ चाहिने चाहिँ लगिसक्नु भएको रहेछ अब हामी यहाँबाट हिँड्यौँ सामान बोकेर 1 सर भरे अब यो सामानको लागि पठाउँछौँ त्यही हो सर यति मात्रै बोक्ने हो र हामी यो बोक्नुपर्छ नि तपाईँले एउटा बोक्नु न
ल हामी चाहिँ अब एकैचोटि चाउचाउको लागि भनेर साग टिप्नु थाल्थ्यौँ कोमाको बारेमा यहाँ बोलाएको सुन्नु पनि हुन्न यहीँको त होला भन्ने लागेर दुःख सुख चाउचाउमा मिसाएर दिउँ भने के ल एकचरण हामी सामान लिएर आइसक्यौँ अब तलको स्टुडेन्टहरू कोही आएको छैन यस्तो त छ त विराज दादा नि आएर यहाँ स्पोर्टको बारेमा भन्दै हुनुहुन्छ हो अब आगै बाह्र दिन हजुर ल सरले अब हाम्रो उद्घाटन गर्दै हुन्छ है आजको पिकनिकको धुप बालेर हाम्रो यहाँ साधुको चुल्हा रहने छ साधुको या भोइको अब अर्को एउटा चुल्हा बनाउनु छ अब विद्यार्थीहरू नि आइपुग्दैछन् होइन सुरुवात भइसक्यो क्या आउने बेला यही हो अचम्म छ होइन यो प्रशान्तलाई त आज यहाँ कराई नपकाइ भएकै छैन सिङ्गल कराई लिन जाँदै गरेको हामी चाहिँ 4 जना भएर ठुलो छ नि त अनि 4 जनाले त बोक्ने कुरो भएन अब 2 जनाले पालै पालो गरेर ल्याउनु पर्यो केटाहरूसँग रनिङ गर्दै आएको सबै सेन्टिफाट गलिहाल्यो नि त्यहाँ त सामान चाहिँ अब जाने तेल निस्क्यो हाम्रो गाइस तेल निस्क्यो यो सानो गरौँ छैन 50 केजी छ होला लगभग एकछिन हौ सानो गरौँ छ 50 केजी जस्तो होला यिनीहरूले फेरि नसकेर पालै पाइएन झनै मरेन म त सानो तपाईँको बाजे हिजै उठाएको सबै कराईको नाममा यही मात्रै हो पिलर छ त हौ पिलर यसलाई पिल्साउने पिलर भेटेन पिलर छ के पिलर 2टा पिलर छ तिमीहरूको हात मात्रै दुख नि हाम्रो त के दुख खोइ यी पिलर खोइ दिनु भएको यिनीहरूलाई पिलर के तास्ने उत्या छ उत्या बाल्टीमा आयो ढिलो भयो जस्तो लाग्यो हौ मलाई त अन्त अब मैले त भनेको नि बोक्नुपर्छ नानीहरू हिँड्नु सक्दैन भनेर अब पत्ता दिउँ मासु खानु ने हेर्नु लेग पिस हात कलाउ न हात लेग पिसको रोस्ट खानुपर्छ क्या कहिले जम्मै अब काटिसक्यो त
खाजाको टाइम भन्छ अब हाम्रो चाहिँ बिहानको यतिखेर कति बज्दैछ खै घडी पनि त्यही 9-10 साढे 10हरू भयो होला अब बिहानको खाजा सर्भ भएछ भेराइटी पनि आइरहेछ गर्दैछ सरले एकदम दाम गरी मुस्दै हुन्छ मासु यतिको हुनु पर्यो नि त मेसी होइन होला है आफै हेर अब त्यो ल हामी चाहिँ अब लाभान्यहरूको बोट खेल्नु गएको नि बेबी एक टिम चाहिँ अब ठुलोहरूलाई चाहिँ छोडेर हामी एकजना टिचरले रिड गरेर अब बोटिङमा जान खाने यो खाने दिँदा सर केटाहरूले टाप्पा टिपेर सकि त हालेछ नि अघि माथि राखौँ भनेको नि अनि मैले उहाँ अनि सर कता राम्रो छ सर ल हामी 3 जना अनि रमिस हाम्रो 4 जना चाहिँ एक चरण नानीहरूलाई बोटिङ गराउने भनेर आदि सर नानीहरूलाई लिएर आएको छ आदि चाहिँ माथि नै छन् बिचराहरू हेर्दै बसेछ नि ल ल ल ल नानीहरू सबैजना ड्रेसमा हो ओके ल ओके मिमेसे चाहिँ फेरि हाम्रो राइडर के भन्छ अब बेबीहरू चाहिँ फेरि तिनीहरू चाहिँ किन चोरी दामा हो क्या स्वाटै सानो भन तल अलिक सानो होला तल अलिक पुरा एक्साइटिङ देखिन्छ प्रत्येकमा एकजना केटा खाना त चारजना हामी चारटै लाने हौ हामी लु बस न बसेपछि मिल्छ क्या बस्छ त एकजना बस्यो बस्यो त्यहाँ बस्नु त बस्नु तायाङ बस्न भाइ ल एकदम रमाइलो उता उता बस्नु अमै कहाँ उठ्ने होइन ड्याममै हो त्यता बस्ने है उठ्ने होइन लु न ल एकदम रमाइलो भइरहेको है सीधा
रमाइलो भएर अलिअलि तनाव पनि भइरहेको छ किनभने सबै नानीहरू चाहिँ अब नजान्ने खालका छन् नि त हो। मलाई एक्सपर्ट ड्राइभर हो यसको चाहिँ। बेबी ओ बेबी थपक्कै बस्नु त, थपक्कै बस्नु है, नउठ्नु है बन्दा। खोइ हो यस्तो हुन्छ हेन्डलवाला। हामी गयो है अब, हामी डाइरेक्ट पर जाने हो क्या। टाइममा रमाइलो भयो है, बस्नु है थपक्कै ल, उठ्नु हुँदैन है यता ल। एकदम रमाइलो भइरहेको छ नानीहरूसँग भन्दा नि उनीहरूको इच्छा पुरा गर्ने गर्दा। बोटिङ त धेरै गरे हो तर पनि आज अब नानीहरूको विशेष होइन, नानीहरूलाई लिएर हिँड्दा अचम्मै रमाइलो भयो किनभने उनीहरूलाई चाहिँ एकदम एक्साइटिङ थियो नि त, रमाइलो भइरहेछ। हामी विनर, हामी विनर, तिमीहरू लुजर, तिमीहरू लुजर, हामी विनर। पर आउनुहुन्छ हाम्रो टोली, दुईटा टोली हो अब, दुईटा चारटा हो नि त जम्मा। सबैको बराबर, सबैको बराबर। त्यो तलको चाहिँ यहाँनिर आइपुगेन त हामी। ल बस त्यहाँको को सर जानुहुन्छ हौ, म गलेँ नि त नानी हो, गर्नु पाइएन। र फेरि अर्को ट्रिप लिएर अब चाहिँ लास्ट ट्रिप हो हाम्रो। चारवटा, तिनवटा मात्रै बोट भइरहेछ अहिले चाहिँ। पाइरोमा हुन्छ हाम्रो आबा चाहिँ, अनि यता सुम्नीमा, अनि यहाँ रिस्ता पनि छ, अनि यता सुसाङमा पनि हामी चारजना, अनि उहाँ छ एउटा बोट, अनि एउटा बोट यहाँ पछाडि आउँदैछ। भुतुक्कै भयो गलेर। ल फाइनली 8 बोटे हामी चाहिँ खेलिरहेको छौँ है। 8 बोटे, 8 बोटे भनेको चाहिँ यस्तो 8जना 9जना बसेर चाहिँ 8 बोटे भयो नि त, बोट जोडाएर टक्क। ल ल ल अझै दामी भयो ल, 3टा बोट फाइनल। रमाइलो हुने रहेछ ल।
कोसँग आएको यो फाइनली 3टा बोट एकैसाथ यस्तो रमाइलो भयो अर्को चाहिँ बिग्रेको रहेछ अलिक फुल टन हेलो गर्दै सबले पर हाल्दै गर्दै दो तीन चार पाँच छ सात 1 2 3 4 5 8 9 10 11 12 13 14 15 जना हो क्या हामी काँडाको आँखामा सारै संसार संसार काँडाको मा काँडै संसार चित्त शुद्ध होस् मेरो भोलि बुद्ध होस् मेरो पैतालाले तिमै नमरोस् मेरो भोलि बुद्ध होस् मेरो पैतालाले तिमै नमरोस् राम्रो मनमा खुल्छ है राम्रै संसार काँडाको आँखामा काँडै संसार त्यहाँ पक्रि त भाइ मैले रेकर्ड गरिसकेको छु त्यहाँ भइरहेको छ रेकर्ड छैन हात नलगा न कहिले हुन्छ उचाले हात नलगा कहिले लाग्छ ल रमी लामिस पनि फाइनली आइपुग्नु भएको छ हामीसँग हाम्रो 3 बोटेमा यस मलाई पौडिन आउँदैन त्यही भएर ल अब 3 जनामा 3टा बोटिङमा अब सबै म एक्लै छु यहाँ जान्दैन खोइ मसँग मेरो कोही छैन एक जनामा भने चाहिँ खेल्ने त्यो उनीहरू 2 जना छ यी बलियो बलियो म एक्लै कहाँ एक्लै भने चाहिँ खेल्ने ल नभए त यत्रो 3 जना 2 जना भने त सकिँदैन
कहाँ हो हामी त गयौँ भन्दा के हेर्नु फेरि अनि हामीसँग त पालो दिइहाल्छौँ त जानु हुने अनि अब सब्जी ब्याग सबै फुल रेडी सब्जी ब्याग रेडी कमल सरले योपालि एकदम राम्रो खट्नु भएको छ उहाँलाई 10 मा 10 नम्बर 10 पाए अनि कहाँ कमल सरलाई त नहाली भन्छ योपालिको त अनि अगुवा मान्छे हो त हौ जे विचार त अलवेज खट्ने मान्छे हो उहाँ त जे विचार त खट्ने मान्छे हो तर कमल सरको योपालि मैले धेरै राम्रो देखेँ योपालि उहाँले सिङ्गल सबै इस्टिमेट गरेर उहाँले नै उहाँकै इस्टिमेट है यो सबै भन्नुपर्दा गाइज उहाँलाई धेरै धेरै धन्यवाद भ्लगबाट पनि ल ठिक छ जितन सर पनि खरिदिनु भएको छ ल यतिखेर म चाहिँ अब आएर होइन बोटिङ चलाउँदैछु मासु पार्नु यस्तो काम गरिरहेको छु मैले चाहिँ अनि यिनीहरूको छक्कै लाइफ चाहिँ अहिले न टेन्सन एकदम मजा आएको छ त यिनीहरूलाई न टेन्सन छ न के छ होइन यो उमेर हो के गाइज रमाउनु पर्ने बचपनकै याद आयो किरण सरले एकदम मासु ग्रेभी बनाउँदै हुन्छ हो भाइ म चाहिँ अहिले आएर जहिले आएर भयो नि अब जो हिरोको रोल अन्तिमै हुन्छ आयो अन्तिममा भयो नि रोल युवा रोल ल 2082 सालको जन्मति निकाल्नु सक्यो भने निकाल्नु सर निकाल्नु डढो अब आउट गरेर निकाल्दा नि हुन्छ निकाल्नु यो पक्रिने त्यहाँ छ पक्रि हो निकाल्नु अब भइसक्यो लास्ट यति नै हो ल दिन चाहिँ पुरै बिग्रिए पनि हामीलाई मतलब भएन अब चाहिँ किनभने हामी एकदम रमाइलो गरिसक्यौँ आधी हो अब यहाँ मासु पाक्दैछ फाइनल डिस खानु बाँकी छ खेल्दैछ नि यहाँ केटाकेटी ल कहाँ आनेको साधुहरू बसिसकेको छ यहाँ ल साधुहरूको साधुलाई पनि राम्रै हामीले गर्न खोज्यो होइन सर सुन्नुभयो यी दुईटाले तरकारी नखाने भन्यो ल भोगी मेलो पनि सुरु भयो अब मिठो छ नि हो ल क्वालिटी मारेर खाऊ है पेटी फुकाली मिठो छ नि मिठो छ रमाइलो छ नि होइन राइट ल फाइनल्ली हामी सरहरूको पालो आएको छ 4 बजेतिर खानेकुरामा चाहिँ यति भेराइटी मात्रै नभएर अझै अरू पनि थियो र हामीलाई चाहिँ यति नै ए देवी सर माथि घिउ छ त तताको भाइ प्रस माथि जितन सरलाई पुगेको हो भने घिउ सबै लिएर आऊ त लु माथि घिउ तताको छ
जा फोटो हाल्नु नि त पुरा रामलाई मिस चाहिँ उहाँ हुन्छ है हामी सबैजना स्टाफ कस्तो छ सर एकदम मिठो राम्रो मजा भयो 5 स्टार होटलमा नानी हो यता मिठो छ कि छैन रमिला मिस मिठो पिकनिक कस्तो हो अब चाहिँ हाम्रो फाइनल सामान आइपुगेको छ है सबै सामान आइपुगेको छ के गर्दा गर्दै हेरौँ न अब होइन यति भइसक्यो 5 भइसक्यो